यतिखेर भने सामोकसीको चोकमा दन्तेबाख्रा फिल्मका सम्पूर्ण टिम उपस्थित भएका छन् र यहाँ हेर्न दर्शकहरू बेपत्ता भिड लागेका छन्। यतिसम्म भिड सायद कुनै नेताको पार्टीहरू कुनै भन्छ नि के अरे कुनै पार्टीका कार्यकर्ताहरू पनि यसरी जम्मा हुँदैन होला, त्यतिसम्म यहाँ जम्मा भएका छन्। यहाँ पुरा यतिखेर सिटी अगाडि चाहिँ हामी यहाँ प्रत्यक्ष हेरिरहेका छौँ, रमाइलो गरिरहेका छन्। अब सायद बबुल गिरीले गीत गाउँछन् होला है। तपाईँहरूको लागि कलाकारले ताली बजाउनुहुन्छ यहाँबाट ल है, यताबाट ताली बजे अब जन्तु बाख्रो पक्का फिक्स भयो। 23 गते है त्यतै नाचे हुन्छ। पुरै मुभीको प्रमोसन प्रदर्शन गर्छन् है। खै कति कुन महिनाको कति भन्ने कुरो मलाई त थाहा छैन। अब भोलि पर्सि अब हलमा गएर हेर्न पैसा दिन्नन् तिनीहरूले, यहाँ जति हलले पनि भोलि पर्सि अब युट्युबमा आइसकेपछि हेर्नु पर्ला मैले चाहिँ है। अब हलमा अब टिकट पनि पाउन गाह्रो छ, टिकट पाएँ भने नि काट्ने पैसा दिन्नन् तिनीहरूले। अब मेरो हातमा आउनु मात्रै देखाउने यो ठुस पारेर होइन। अब प्रमोसन भ्यायो, अब फोटोसोटो खिच्छन् क्यार्छन् जान्छन्। यत्र जनताहरू यहाँ बसेर पब्लिक हेरिरहन् सामोकसी चोक कहाँ। यता बिचरा पुलिसहरूले बिचरा सिटी बजाउँदैछन्, के गर्नु है। न बाइक हिँड्ने ठाउँ छ न के छ, मान्छेहरूको भिड है। के भन्नु, ठिक छ प्रमोसन गरेर धेरै पैसा कमाओस्। गीत चाहिँ मेरो पनि शुभकामना छ। दन्तेबाख्रो मुभीलाई चाहिँ एकदम मनैदेखि शुभकामना व्यक्त गर्न चाहन्छु। चलोस् खुलोस्, राम्रो होस्, धेरै पैसा कमाओस् यो मुभीले। हस्त नमस्ते, म सुरज रेग्मीको तर्फदेखि यो भिडियो चाहिँ हेरिदिनु होला। लास्टमा कमेन्ट गरिदिनु होला। तपाईँहरू पनि सबैजना दन्तेबाख्रो मुभी हेर्न कहिले लाग्छ, फिल्म हलमा लाग्छ नेपालभरि, हेर्न जानु होला। हजुर ए तपाईँको पनि सिक्री हराउला फेरि भिडमा आउँदाखेरि। सिक्री हराएर तपाईँ भाइरल हुनु होला फेरि, त्यही भएर छुट्टै भन्नु भयो। मान्छे सिक्री हराएर भाइरल भयो नि त। एकजना मान्छे सिक्री हराएर भाइरल भयो नि त, एकजना मान्छे हो कहाँ हरायो? मनै हरायो। ऊ गरिमा उहाँ हिरो नि गरिमा थिम गएर भन्यो भने पक्का पाइन्छ मन। धन्यवाद।